सम्पूर्ण साथीहरुमा फेरि पनि नमस्कार। आज लोकल कुखुराको झोल जाडो छ, बाहिर पानी परिरहेछ। यसलाई कसरी बनाइन्छ, कस्तो बनाउँदा मिठो हुन्छ, टेस्टी हुन्छ भन्ने हजुरहरुलाई एउटा जानकारीको लागि बनाउँदै छु। यसको लागि चिकन धोइसकेको छ, यहाँ प्याज रेडी छ, यहाँ लसुन रेडी छ, अनि अब यहाँ कुकर चाहिँ गरम भइसक्यो, तेल गरम भइसकेछ। यसमा मेथी पुर्याउने, अनि त्यसको साथसाथै जिरा गएर चप गरेको लसुन, वाह, त्यसको साथसाथै चप गरेको प्याज, प्याज चाहिँ अलिअलि फ्राई भइसक्नु लाग्छ, गोल्डन ब्राउन हुनु लाग्छ। त्यसमा फेरि हामीले राख्छौँ बेसार, अनि त्यसको साथसाथै अनुसार नुन चाहिँ पहिल्यै राख्दाखेरि प्याजमा अलि छिटै फ्राई पनि हुन्छ। नुनको तातोले प्लस तेल तातो, त्यसले गर्दाखेरि त्यो दुईटाको मिक्सिङले गर्दाखेरि अलिक छिटो प्याज फ्राई हुन्छ। यो प्याज चाहिँ गोल्डन ब्राउन भइसक्यो। अब फाइनली हामीले चिकन हाल्ने समय हुनु लाग्छ। कस्तो राम्रो गोल्डन ब्राउन भयो। अब त्यसको साथसाथ यो चाहिँ लोकल कुखुरा, लोकल कुखुरालाई हेर्नुहोस्, यसलाई चाहिँ राम्रोसँग चेक चलाउनु पर्छ। यसलाई चरो भुटेर बाहिर झ्याम पानी परिराखेको छ, जाडो छ। जाडोमा लोकल कुखुराको झोलसित चप्प लाएर भातसँग खाँदाखेरि चाहिँ मजै अर्कै। अब यसलाई चाहिँ पर भुट्नुपर्छ। यसलाई लगभग 10 देखि 15 मिनटसम्म यसलाई पर भुटेर रातो भइसकेपछि त्यसपछि बल्ल अरू मरमसला, त्यसको साथमा आफूलाई कति चाहिन्छ त्यसको लागि रस चाहिँ हाल्नुपर्छ है साथी। यहाँ चिकन भुटिँदैछ। मौसम मैले भनिसकेँ, बाहिर चाहिँ यस्तो जाडो छ। ल हेर्नुहोस्, बाहिर जाडो छ, पानी परेछ। करेसाबारीमा त्यत्रो टन्नै सागहरू, यो मेरो बुढीले लगाएको साग हो। ल जस्तो चाहिँ टन्नै चाहिँ सागहरू हुँदैछन्। बाहिर चाहिँ मौसम खासै त्यति राम्रो छैन, अलिअलि फेर साउनको झरी जस्तै परिराखेको छ। यस्तो छ। यसको साथसाथै यहाँ मैले अगाडिबाट देखाउँछु। यो चाहिँ मेरो घर हो। यहाँ चाहिँ एउटा कोठा छ। यहाँ चाहिँ यस्तो निकालेको, बाहिर पाली निकालेको हामी बाउ छोराले चाहिँ यो बनाएको हो। यसलाई यस्तो चाहिन्छ भनेर बाउ छोरा आफै कोसिएर बनाएको स्टोर हो। यहाँ चाहिँ धेरै सामानहरू छन्, सामान राख्नलाई एकदम इजी भएको छ। ल हेर्नुहोस्, यो हामी बाउ छोराले आफै यसलाई चाहिँ सबै सरसामान लिएर यसलाई चाहिँ बनाएका हौँ। ल म चाहिँ फाइनली बाहिरको मौसम देखाएँ हजुरहरूलाई। म चाहिँ भित्र जाँदैछु। हेर्नुहोस्, हाम्रो चाहिँ लोकल कुखुराको मासु बन्दैछ। अब यसलाई केही छिनको लागि माथिबाट चाहिँ कभर गरेर राख्नुपर्छ।
कभर गरेर एकछिनको लागि। त्यस्तो सिटी चाहिँ लाउनको लागि होइन, यसलाई चाहिँ केही त्यसले मरमसला एब्जस्ट गरोस् भनेर हामीले चाहिँ यो बनाउन खोजेको। यो मासु भुट्न लगाएको लगभग 15 मिनट भइसक्यो। ल हेर्नु साथीहरू, यो रातो यस्तो गरेर भुट्नुपर्छ र बल्ल यसमा झोल राखेर पिउँदाखेरि बाहिर अघि मैले देखाएको चिसो झरी त्यो त कहाँ जान्छ। ल हेर्नुहोस्, यस्तो गरेर भुट्नुपर्छ। यो वाह, हेर्नुहोस् त, देख्दै चाहिँ खाम जस्तो। ल साथी, पर लाने यो भुटेको मासु साथी, यो भुट्दै यस्तो रातो भयो। अब पछि बल्ल यसमा टमाटर राख्नुपर्छ। टमाटर राखेर एकैछिन यसलाई चलाउने। चलाइसकेपछि अब यसमा फाइनली मसला, पिसेको मरमसला यसमा राखेर यसलाई हेर्नुहोस्, आवाज सुन्नुपर्छ। कस्तो मिठो होला लाने, कति टेस्टी होला त, आफैले गेस गर्नुहोस् त। यसलाई अझै मसला केहीसँग एकैछिन पकाउनु पर्छ, नभए चाहिँ त्यो लसुनहरूको काँचो बास्ना आउँछ। अब यसमा हेर्नुहोस्, झोल लाएर झोल हेर्नुहोस्, यही त हो खाने जाडो महिना रस। ल यहाँ चाहिँ लोकल कुखुराको झोल बनिसकेको अवस्था छ। अब खाने तर्खरमा छु म। भातको साथमै अब ठिक्क रेडी छ। ल है।